किरात राई आयोखा यसको पुरस्कार वितरण गरिदिनु हुनेछ। स्वर्गीय गीता राई स्मृति रनिङ सिल साकेलासिनी प्रदर्शनीका प्रायोजक, तेस्रो पुरस्कार प्रायोजक श्री भुरजित पुमा राईज्यूको प्रतिनिधि श्री नवीन पुमा राईज्यू पुरस्कार वितरण गरिदिनु होला र त्यसै गरी प्रमाणपत्र वितरण गरिदिनु हुनेछ यस कार्यक्रमका प्रमुख अतिथिज्यूबाट। र यसको पुरस्कार राशि रहेको छ 10,000 र यो पुरस्कार जित्नु हुने समूह रहेको छ किरात राई यायोखा वडा कार्य समिति इटारी 1920। नगद रु 20,000 रहेको छ र यसको प्रायोजक हुनुहुन्छ प्रेम कुमार राई र उहाँले यसको पुरस्कार वितरण गर्नुहुनेछ। साथै प्रमाणपत्र आजका प्रमुख अतिथिज्यू श्री महेश्वरी राईज्यूबाट प्रमाणपत्र प्राप्त गर्नुहुनेछ र यो दोस्रो स्थान प्राप्त गर्नुहुने समूह रहेको छ किरात राई यायोखा वडा कार्य समिति धरान 19। आजको यस कार्यक्रमको आजको यस स्वर्गीय गीता राई स्मृति रनिङ सिल साकेलासिनी प्रदर्शनीको प्रथम पुरस्कार प्रायोजक श्री नरध्वज राईका प्रतिनिधि श्री विमला राईज्यूबाट प्रदान गरिदिनु हुनेछ।
र उहाँले पुरस्कार तथा सिल प्रदान गरिदिनुहुनेछ र प्रमाणपत्र आजको यस कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगर उपप्रमुख श्री महेश्वर राईज्यूबाट प्रमाणपत्र वितरण गरिदिनुहुनेछ र शिलालेख मायाको चिलो देवराज राईज्यूबाट हस्तान्तरण गरिदिनु हुने अनुरोध छ र आजको यस प्रथम स्थान हासिल गर्नुहुने समूह रहेको छ किराँत यायका समिति धरान। धेरै बधाई। समय अनुकूलता हेरेर आजको यस कार्यक्रमलाई विसर्जन गरिदिनु हुनका लागि आजका यस सभाका सभाध्यक्षज्यू श्री सर्वदान राईलाई म हार्दिक अनुरोध गर्दछु।